आज शनिबार 6 गते जर्सिङ पौवाको हाइटबाट म भ्यू देखाउँदैछु। कति राम्रो छ हाम्रो नेपाल। के गर्नु, रुन मन लाग्छ। ल हेर्नु है, यो मैले अलिकति मिड वाइडबाट देखाएँ। पिकनिक स्पट त्यस्तै रहेछ। आज फेरि कस्तो राम्रो सन्नी डे छ भने यहाँ भाइहरू गीत गाउँदैछन् गर्दैछन्। बदम बेच्न आएको यो भाइ पर साकेला डान्स गर्नुहोस् है। साकेला डान्सको चाहिँ सुटिङ हुँदैछ। चण्डी नाच यहाँ चाहिँ छेत्रीनीहरूको डान्स हुँदैछ। यहाँ पनि सुटिङ हुँदैछ। अब यो चाहिँ अलिकति अघि वाइडबाट थियो भने अहिले यो क्लोजबाट हरियो बन्नुमा यसरी डाँडा चाहिँ खुइल्याएका छन्। एउटा नीति छैन, नियम छैन। डाँडा खुइल्याएका छन्, बसेका छन्। हरियो परियोलाई चाहिँ खुइल्याएर बसेका छन्। पिकनिक केटाकेटीहरू रमाएका छन् पिकनिकमा। भाइहरू यहाँ गिटार बजाउँदै रमाइलो गरेका छन्, खाँदैछन्। यो घमाइलो डाँडा त छ, घमाइलो डाँडा। फेरि एकचोटि साकेला डान्समा हेर्नुहोस्, अझ नजिक हेरेर रमाइलो छ। जता गए पनि रमाइलो छ हाम्रो देश। भर्खर अब अमेरिकाबाट आएको, अमेरिका भन्नु मात्रै हो, आफ्नो देश भने आफ्नो देश हो। बाहिर जाने भने त बाध्यता, धेरै बाध्यता छ। हाम्रो देश राम्रो भने सबै फर्किन्छन्। कसैलाई रहर छैन अर्काको देशमा बस्नलाई, सेकेन्ड नागरिक भएर। यति राम्रो छ, सबै सुन्दर छ हाम्रो देश।